भाउजूलाई चिया बनाउनु पर्यो मिठो भाउजू ए देवर पनि ठिक्कै पुगेछ चिया ठिकै बनाउँदै थियो के खानुहुन्छ देवर चिया ओइ म को चिन्दैछस् भाइ के गरेको डाइरेक्ट नि दिएन तेरो बुढी जतिकै पर्छस् त को बसिरहेको छ देख्दैनस् दिउँसै पो के गर्छ यिनीहरू कि खोजेको तिमीहरूले त्यस्तो अनि चिया खाँदै खा तेरो चिया खानु हामी के खानु तेरो दाजु त राम्रो छ नि हामीलाई तेरो नियम भाउजूलाई सबै थाहा हुन्छ नि यसलाई याद छ नि म जान्दैछु अहिले नियत ठिक भएको छैन दाजु र भाउजूको जोडी चाहिँ दामी लाग्छ हौ म त दाजु यो अन्त ठिकै अहिले हालखबर ठिकै छ र नि है दाजुको म त चिया हो जाडो भयो भनेर भाउजू यसो दाजु भाउजू भेट्दै चिया खाँदै आएको नि हल्काबर ठिकै थियो कि अहिले भर्खर तँ आएर चाहिँ हल्काबर बिगारेको जस्तो लाग्छ होइन ल मैले चाहिँ के गर्यो दाजु दसैँ चाहिँ होइन कि तेरो चाहिँ दशा चाँडै आउँदैछ पनि देख्दैछु दाजुभाइमा चाहिँ नि भाइ फर्स्ट टाइम काट हुन्छ है याद राख त्यो कुरा त्यसो नभने नि दाजु म त चिया दाजु भएको त हौ सुन दाजु देख्दैनस् तैँले सिधै मेरो बुढी राम्री छ भन्दैमा चाहिँ तैँले आँखा गाड दिउँ देखिन नि दाजु माफ गरिदिनु नि अबदेखि म तपाईँसँग पहिला बोल्ने त्यहाँदेखि भाउजूसँग बोल्छु ल यो गाउँमा मेरो बुढी मात्रै देखि होइन चिया यहाँ मात्रै पाउँछ चिया होइन खोर्सानी खुवाइदिउँ नखाने तेरो म अहिले त्यसो नगर्नु नि ह्यान्डसम दाजु भएर त्यसो नगर्नु नि सुन्ने दाजुको बडीहरू पनि त बिक्सोको भन्दा कमी छैन अहिले चिया बनिने त बुढी दाजुको केस त झन् राम्रो वेक्स त लाउनै पर्दैन लगाइछ मेरो बुढीले ल बरु यति साह्रो चाहिँ नसर्का कि मलाई चिया एक होइन दाजु चिया एक कप आउँदैछ हो चिया खा ल हुन्छ बस थचक्क बस्ने हो बेसी गएछ भने गाला पड्किन्छ तेरो हुन्छ दाजु ल त्यो करम निकालेर चाहिँ नि तेरो फोटो फ्रेम गरेर त्यही फ्रेम चाहिँ तेरो करमको बनाउँछु फेरि माथि चिया पाक्यो हिँड्दैछ त मेरो भाइ एकदम अनि त्यो बडी बोकेर ह्यान्डसम भएर हुन्छ हजुर हुन्छ मिठो भन्दा मिठो बनाउनु भएन है के गर्नु भएको तपाईँ चाहिँ भरे हुन्छ